Hello everyone. So I'm uploading this another video. Okay, so the topic for today's video will be nucleophilic substitution reaction in haloarine. अन्त यो न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन हेलो एल्किन्समा त आरामले हुन्छ, एकदमै सजिलोसँगले हुन्छ हेलो एल्किन्समा चाहिँ, हैन, जसको बेसिसमा SN1 रियाक्सन SN2 रियाक्सन भनेर हामीले पढेको हुनुपर्छ। ओके, जसलाई यो कुरा याद छैन भने यु जस्ट गो थ्रु माई प्रिभियस भिडियोज। ओके, सो त्यहाँनिर मैले SN1 र SN2 को एकदमै मेकानिजमको बेसिसमा, मेकानिजम पनि स्लाइडै बेग्लै हुन्छ, अनि मेकानिजमको बेसिसमा नै न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन चाहिँ दुईटा वेजले हुन्छ, दुईटा टाइप्स हुन्छ, जहिले पनि SN1 र SN2 भन्छ। ओके, सो जसको डिटेलमा एकदमै भिडियो मैले अपलोड गरिदिएको छु, यु सिम्पली गो थ्रु इट। ओके, सो टुडे मेरो टपिक चाहिँ हुन्छ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन इन हेलोएरिन्स। हेलो एल्किन्समा त सजिलोसँगले हुन्छ, तर हेलो एरिन्समा चाहिँ कस्तो हुन्छ, के कस्तो हुन्छ भन्दाखेरि चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन इन हेलो एरिन्समा जब गर्छौँ भने चाहिँ हेलो एरिन्समा चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन इनफ्याक्ट हुनु मान्दैन। इट्स भेरी भेरी डिफिकल्ट टु पर्फर्म दिस न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन इन हेलो एरिन्स। ओके, सो युजली हामी भन्छ हेलो एरिनमा न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन हुँदैन, या गर्यो भने भयो भने पनि के गर्छ नानी त एकदमै जबरजस्ती गर्यो भने मात्रै। हेलो एरिन्समा एकदमै जबरजस्ती, केमिस्ट्रीमा जबरजस्ती चाहिँ कसरी गर्छौ भन्दाखेरि इफ यु इन्क्रिज द टेम्परेचर एन्ड प्रेसर टु अ एक्सट्रिम, एकदमै ज्यादा तिमीले बढायो अरे, एक्सट्रिम लेभलमा बढाएर लग्यो अरे, ओके, टेम्परेचर पनि एकदमै हाई गर्यो अरे, प्रेसर पनि एकदमै हाई गर्यो भने चाहिँ त्यो चाहिँ एकदमै ड्रास्टिक कन्डिसन हुन्छ। अनि ड्रास्टिक कन्डिसनमा मात्रै हेलो एरिन्स भन्ने कुराहरूमा चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन हुन्छ। नर्मली अन्डर नर्मल कन्डिसन चाहिँ इट इज इम्पोसिबल टु पर्फर्म दिस रियाक्सन इन हेलो एरिन्स भन्छ। अनि के कारणले गर्दाखेरि चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन त्यति साह्रो सजिलोसँगले हुँदैन, वाइ भन्ने कुरा आयो नि त। Why it is not possible to perform this nucleophilic substitution reaction in haloarenes? Okay, हैन? अनि यसको लागि चाहिँ there are so many reasons. The reason number 1 चाहिँ हुन्छ resonance effect. The first and the foremost way चाहिँ हो, factor चाहिँ हो resonance effect ले गर्दा फेरि। ओके, अब रेजोनेन्स इफेक्ट भनेको चाहिँ कस्तो हुन्छ भन्दा यु गाइज तिमीलाई याद हुनुपर्छ हेलो एरिन भनेको बेन्जिनको रिङ त अब हुनु पर्यो, अनि यसमा एउटा हेलोजिन, यु क्यान कन्सिडर एनी अफ द हेलोजिन, डजन्ट म्याटर्स, क्लोरो या क्लोरिन छ भने पनि भयो, ब्रोमो आयोडो जे हुँदा पनि हुन्छ, तर यो एउटा हेलो एरिन भयो। बट यु टेक एनी अफ द हेलो एरिन्स, डजन्ट म्याटर्स, या जुनैसुकै हेलोजिन होस्, हेलोजिनमा चाहिँ जहिले पनि लोन पेयर भन्ने हुन्छ। अन्त लोन पेयर भनेको इलेक्ट्रोन हो, इलेक्ट्रोन भनेको नेगेटिभ पार्टिकल जस्तै हो, नेगेटिभ चार्ज हुन्छ, त्यसै कारण लोन पेयर पनि इट सिम्पली बिहेव्स लाइक अ नेगेटिभ पार्टिकल। अन्त यो नेगेटिभ पार्टिकल जस्तो बिहेभ गर्छ, लोन पेयर नेगेटिभ पार्टिकल जस्तो बिहेभ गर्छ भनेको नै यो चाहिँ यसरी यहाँ रेजोनेन्स हुन्छ, यहाँ पुरै बेन्जिनको रिङसँग यसरी रेजोनेन्स भएर जान्छ। I'll just make the complete resonating structures नानी हो, बनाउँदैछु तिमीहरूको लागि, तर पहिला यो कुरा बुझ्नु है, यो लोन पेयरै बेन्जिनको रिङसँग रेजोनेन्स हुनु भनेको नै यहाँ बेसिकली के हुँदैछ भनेपछि यो हेलोजिनसँग पहिला त यस्तै थियो तिमीहरूको नानी, सो यो हेलो एरिन्स यस्तो थियो कि, तर लोन पेयर यहाँ आउनु भनेको यहाँनिर अझै अर्को पनि बोन्ड बनिन्छ भन्ने कुरा हो नि त। येट अनदर बोन्ड विल बी फर्मड ओभर हियर, अनि यो बोन्ड यहाँ शिफ्ट हुनु, यहाँ पुरै शिफ्ट हुन, यहाँ पनि नयाँ बनिन्छ भनेको नै अब रेजोनेन्स यसरी देखाउँछ। I'll just make the complete diagram नानी हो, पुरै रेजोनेन्स बनाएर देखाउँदैछु, तर यसरी पनि बनाउँदा हुन्छ सर्ट फर्ममा। अब मार्क्स कम्ती छ भने त वाइ विल यु इलाबोरेट इट, हैन नानी हो, कन्सेप्ट बुझ्नु जरुरी हुन्छ। द्याट इज वाइ रेजोनेन्स हुँदा हामीलाई एकदमै काम लाग्ने चाहिँ यो यति मात्रै गर्दा पनि हुन्छ। What is actually happening भन्दा due to the resonance of the lone pair with the benzene ring of the haloarine, what is happening भन्दा यो यहाँ कार्बन छ, यो कार्बन र हेलोजिनको बीचमा त यहाँ त डबल बोन्ड जस्तो भयो कि भएन भन्दा, अनि जब यो दुईटाको बीचमा डबल बोन्ड छ भने त यो डबल बोन्डलाई ब्रेक गर्नु पर्यो भने त इट रिक्वायर्स एक्सट्रिमली लार्ज अमाउन्ट अफ एनर्जी, हैन? यो बोन्डलाई ब्रेक गर्नु पर्यो त एकदमै गाह्रो हुन्छ नि त। अनि जब यो बोन्डलाई ब्रेक गर्नु नै एकदमै साह्रो पर्छ भने यो बोन्ड यसरी ब्रेक हुँदैन, क्रस भनेको नट पोसिबल भनेको यो बोन्ड ब्रेकै हुनु मान्दैन।
अनि जब हेलोजिनसँगको यो बोन्डै ब्रेक हुँदैन भने हेलोजिन कहिले पनि निस्किँदैन अनि जब हेलोजिनै निस्किन भने त्यसको जग्गामा न्यूक्लियोफाइल आएर न्यूक्लियोफाइलले हेलोजिनलाई रिप्लेस गर्छ या सब्स्टिट्युट गर्छ अनि न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुन्छ भनेर त नसोच्दा फेरि पनि हुन्छ नि त हो कि हैन त सो इट इज ड्यू टु दिस भेरी भेरी इम्पोर्टेन्ट रिजन कि हेलोएरिनको चाहिँ जो पनि हेलोजिन छ इट विल सिम्पली पोजिसन लोन पेयर एन्ड सिन्स इट अन्डरगोस रेजोनेन्स विथ द बेन्जिन रिङ हो कि हैन त ड्यू टु द्याट दिस कार्बन एन्ड हेलोजिनको बन्ड विल assume a partial double bond character and this makes the loss of halogen difficult. When the loss of halogen doesn't occur, it is impossible to conduct this nucleophilic substitution reaction in haloarenes. So this is the prime important reason on resonance effect. ओके यसलाई म पुरा इलाबोरेट पनि गर्दैछु रेजोनेन्स त यसरी त बनाउँदैन दिस इज नट द एक्चुअल वे नानी हो पुरै रेजोनेटिङ स्ट्रक्चर पनि बनाउन सकिन्छ तर अल्टिमेटली चाहिँ हामीलाई म्याटर गर्ने चाहिँ माथिको मात्रै हो कार्बन र हेलोजिनको बोन्ड चाहिँ डबल बोन्ड जस्तो हुन्छ भन्ने कुरा चाहिँ तिमीहरूले एकदमै फोकस गरेर पढ्यौ भने रेजोनेन्सले गर्दा कार्बन र हेलोजिनको बोन्डै डबल बोन्ड हुन्छ ब्रेक गर्न साह्रो पर्छ जसले गर्दा न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन परफर्म हुँदैन भनेर सोच्यो भने पनि इट शुड बी मोर देन इनफ नानी हो रेजोनेटिङ स्ट्रक्चर्स पुरै नबनाइरहँदा फेरि पनि हुन्छ ओके रेजोनेटिङ स्ट्रक्चर चाहिँ म चाहिँ इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सनहरु पढाउँदा फेरि चाहिँ obviously I should be making the structures नानी whole resonating structures ओके यसकै लागि न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन इन हेलोएरिन किन हुँदैन हैन या जबरजस्ती मात्रै हुन्छ भन्ने किन भन्दा सेकेन्ड रिजन चाहिँ हो इनस्टेबिलिटी अफ फिनाइल क्याटायन भनेको चाहिँ के हो भने यो हेलोएरिन जो पनि छ यु गाइज नो हामीले अहिले भर्खर पढेको फर्स्ट फ्याक्ट नानी हो कि यो हेलोजिनमा लोन पेयर हुन्छ रेजोनेन्स हुन्छ र यो कार्बन र हेलोजिनको बोन्ड एकदमै स्ट्रङ हुन्छ ब्रेक गर्न सक्दैनौ त्यसै कारण एनएसआर पोसिबल छैन भन्ने कुराहरु आएको थियो तर ल जबरजस्ती गरेर कसरी हुन्छ पुरा एनर्जी सप्लाई गरेर यसले यो बोन्ड तिमीले यो बोन्ड ब्रेक गर्यो अरे अन्त यो बोन्ड ब्रेक गर्यो भने पनि व्हाट विल ह्यापन भन्दा त यो एक्स भने त हेलोजिन हो obviously नेगेटिभ भएर नै निस्किन्छ ब्रेक त हुँदैन हतपत त र पनि इमेजिन गर यसलाई ब्रेक गर्यो भने एक्स त माइनस भएर निस्किन्छ तर रह्यो के भने यो बेन्जिनको रिङ त भयो अन्त यसमा चाहिँ यो एक्स चाहिँ माइनस हुन्छ नि यो मुनिको कार्बन त के हुन्छ भन्दा यहाँनिर त प्लस चार्ज हुन्छ नि त नानी हो ओके हैन अन्त बेन्जिनको रिङमा प्लस चार्ज भनेको दिस इज अ फिनाइल क्याटायन भन्छ केमिस्ट्रीमा जहिले पनि यसको नाम चाहिँ हो बेन्जिनको रिङलाई चाहिँ फिनाइल अनि प्लस चार्ज र क्याटायन भनेको यो चाहिँ फिनाइल क्याटायन हो अन्त यो फिनाइल क्याटायन भनेको चाहिँ इट इज द मोस्ट अनस्टेबल कार्बोक्याटायन नानी हो यसको कम्प्यारिजनमा बरु अस्ति SN1 रिएक्सनमा के भनेको थियौ हामीले बरु यो CH3+ नि मिथाइल क्याटायन पनि एकदमै अनस्टेबल हुन्छ हैन यसको कम्प्यारिजनमा यो फर्स्ट डिग्री कार्बोक्याटायन अलिकति स्टेबल हुन्छ यो अझै ज्यादा स्टेबल यस्तो कुरा गरेको थियौ नि हामीले सोच त एकपल्ट यो जस्ट गो ब्याक नानी हो SN1 रिएक्सनमा एकपल्ट कुरा बुझ त यो कार्बोक्याटायन इज भेरी भेरी अनस्टेबल because this carbon has 3 hydrogen atoms अनि तीनैवटा हाइड्रोजन एटमले अलिकति पनि इलेक्ट्रोन कन्ट्रिब्युट गर्न सक्दैन र चाहिँ यो कार्बोक्याटायन चाहिँ एकदमै अनस्टेबल हुन्छ भन्ने कुरा थियो दैट इज वाइ मिथाइल हालाइड तिर SN1 रिएक्सनहरु प्राय हुँदैन किन SN1 रिएक्सनको रिएक्टिभिटी अथवा रेट भन्ने कुरा नै इट इज द स्टेबिलिटी अफ द कार्बोक्याटायन व्हिच एक्चुअली म्याटर्स more stable the carbocation faster will be the SN1 reaction भन्ने कुरा हो नि त अन्त यो कार्बोक्याटायन नै स्टेबल हुँदैन भने obviously SN1 रिएक्सन पनि हुँदैन अन्त यही कुरा यहाँ अप्लाई हुन्छ यहाँनिर चाहिँ दुईटा हाइड्रोजन छ तर एउटा त CH3 छ नि त and CH3 being an electron donating group नानी हो यसले गर्दा यो कार्बोक्याटायन a bit more stable हुन्छ SN1 रिएक्सन हुने अलिकति चान्सेस हुन्छ भन्ने कुरा हो यसमा अझै बेसी चान्सेस छ किन यो अझै मोर स्टेबल हो अझ टर्सरी कार्बोक्याटायन बनायो भने अझै ज्यादा स्टेबल हुन्छ र मोस्ट रिएक्टिभ हुन्छ टुवर्ड्स SN1 रिएक्सन हो कि हैन तर यही कुरा कन्सिडर गर्छ भने त यो फिनाइल क्याटायन त के हुन्छ भन्दा यो बरु फिनाइल क्याटायनको कम्प्यारिजनमा यो मिथाइल क्याटायन बरु अलिकति भए पनि स्टेबल होला यो भन्दा अझै 10 गुना जस्तो यो लेस स्टेबल हुन्छ भने जब यो फिनाइल क्याटायन एकदमै अनस्टेबल हुन्छ भने व्हाई विल इट ट्राई टु परफर्म दिस न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन या SN1 रिएक्सन किन हुनु प्रिफर गर्छ लु भयो त
किनभने इट इज द स्टेबिलिटी अफ द कार्बोकेटाइन विच एक्चुली म्याटर्स नानी होइन रेट अफ SN1 रियाक्सन चाहिँ ज्यादा गर्नुको लागि त इट इज द स्टेबिलिटी अफ द कार्बोकेटाइन अन्त जब कार्बोकेटाइन नै फिनाइलकेटाइन नै एक्सट्रिमली अनस्टेबल छ भने यसमा न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन भन या SN1 रियाक्सन भन इट इज नट पोसिबल एन्ड दिस इज द सेकेन्ड मेजर फ्याक्टर नानी हो जसले चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन इन हेलो एरिन्स चाहिँ हुँदैन भन्ने कुरालाई हामीले कन्क्लुड गर्दै जानुपर्छ ओके सो दिस इज द सेकेन्ड फ्याक्टर यसरी नै थर्ड फ्याक्टर आउँछ थर्ड फ्याक्टर चाहिँ के हो भन्दाखेरि इफ यु आर जस्ट अनि यो हेलो एरिन्सलाई एकपल्ट फोकस गर चेक दिस हेलो एरिन्स ओभर हियर वाट इज ह्यापनिङ दिस इज अ हेलोजिन अन्त सिधै गएर यो कार्बन भयो यसलाई अल्फा कार्बन भन्न सक्छ होइन हेलोजिन अट्याच भएको कार्बनलाई अल्फा कार्बन एन्ड दिस कार्बन इज अलरेडी फर्मिङ 4 bonds होइन 1 2 and 3 and 4 सिन्स यो एउटा यो अल्फा कार्बनले एकपट्टि डबल बोन्ड बनाउनु भनेको नै हेर है अल्फा कार्बनले एकपट्टि डबल बोन्ड बनाउनु भनेको नै यो जुन चाहिँ अल्फा कार्बन छ इट इज sp2 हाइब्रिडाइज्ड भन्छ केमिस्ट्रीमा दिस इज एन sp2 हाइब्रिडाइज्ड कार्बन जहिले पनि यो कुरा बुझ दिस इज एन sp2 हाइब्रिडाइज्ड कार्बन अनि अब मैले यो हाइब्रिडाइजेसन sp2 हुन्छ भने अब म एउटा जेनरल कुरा गर्छु तिमीहरुसँग सो लेट मी टेक हाइब्रिडाइजेसन एन्ड द पर्सेन्ट s क्यारेक्टर भन्छ हामी राइट सपोज हाइब्रिडाइजेसन कसै बेला यस्तो हुन सक्छ हाइब्रिडाइजेसन sp छ अरे अगर sp मात्रै हाइब्रिडाइजेसन छ भने त नानी पर्सेन्ट s क्यारेक्टर कति चाहिँ s क्यारेक्टर हुन्छ भन्दा फेरि अब एउटा s र एउटा p अगर दुईटा मिलेर 100 हुन्छ भने त्यो s को कन्ट्रिब्युसन 50 p को कन्ट्रिब्युसन 50 हो कि हैन दैट इज व्हाई पर्सेन्ट s क्यारेक्टर चाहिँ कति हुन्छ भन्दा 50% यसरी नै सेकेन्ड हाइब्रिडाइजेसन sp2 छ भने एउटा s र दुईटा p कम्बाइन गरेर 100 हुन्छ भने s क्यारेक्टर मात्रै चाहिँ कति छ s को कति कन्ट्रिब्युसन छ भन्दा इट्स 33.3% अन्त सपोज मैले sp3 भने एउटा s र तीनटा p मिलेर चाहिँ 100 भनेपछि एउटा s को कन्ट्रिब्युसन कति भन्दा 25% हो कि हैन अनि अब केमिस्ट्रीले के भन्छ भन्दा फेरि चाहिँ यसरी यो s क्यारेक्टर चाहिँ हेर त sp देखि sp2 sp2 देखि sp3 जाँदा s क्यारेक्टर चाहिँ डिग्रीज हुँदै गयो अनि जति s क्यारेक्टर डिग्रीज हुन्छ त्यति नै के हुन्छ भन्दा इलेक्ट्रोनेगेटिभिटी अफ दिस कार्बन जो पनि छ तिम्रो कार्बन कन्सर्न्ड कार्बन त्यो कार्बनको इलेक्ट्रोनेगेटिभिटी भन्ने कुरा डिग्रीज हुँदै जान्छ त्यसै कारण चाहिँ sp हाइब्रिडाइज्ड कार्बन छ भने त्यो कार्बन मोर इलेक्ट्रोनेगेटिभ हुन्छ sp2 हाइब्रिडाइज छ भने अलिकति लेस इलेक्ट्रोनेगेटिभ भने sp3 भन्छ पुरा लिस्ट इलेक्ट्रोनेगेटिभ हुन्छ यो कुरा जहिले पनि बुझ्नुपर्छ कि हेर पर्सेन्ट s क्यारेक्टर इज डाइरेक्टली प्रोपोर्सनल टु इलेक्ट्रोनेगेटिभिटी जहिले पनि यो कुरा बुझ्नुपर्छ s क्यारेक्टर जति बेसी छ त्यति नै इलेक्ट्रोनेगेटिभिटी पनि बेसी हुन्छ अन्त यो कार्बन sp2 भनेको नै यो कार्बनको अब s क्यारेक्टर 33.3 छ हुन त sp जतिको 50% छैन र पनि 33.3 भनेको निकै बेसी नै हो सो भनेपछि यो कार्बनको s क्यारेक्टर अलिकति ज्यादा हुनु भनेको नै sp3 भन्दा sp2 मा s क्यारेक्टर अलिकति ज्यादा हुनु भनेको नै दिस कार्बन इज मच मोर इलेक्ट्रोनेगेटिभ अनि जब यो कार्बन इलेक्ट्रोनेगेटिभ छ भनेपछि चाहिँ यो कार्बनले के गर्छ भन्दा यो कार्बन नै इलेक्ट्रोनेगेटिभ हुनु भनेको यो कार्बन र माथिको हेलोजिनको जुन चाहिँ पनि बोन्ड छ नि c र x को बोन्ड जो छ नानी हो त्यो बोन्ड चाहिँ के हुन्छ भन्दा अलिकति सर्टर भएर जान्छ इलेक्ट्रोनेगेटिभ भनेको नै इलेक्ट्रोन पुल गर्ने पावर हो नि त अनि वन्स यहाँ भएको बन्डेड पेयर अफ इलेक्ट्रोन नै आफूपट्टि पुल गर्नु भनेको नै के हुन्छ अल्टिमेटली यो बोन्ड चाहिँ श्रिङ्क भएर जान्छ कार्बन र हेलोजिनको बोन्ड चाहिँ अलिकति के भएर जान्छ छोटो भएर जान्छ अनि जब कार्बन र हेलोजिनको बोन्डै यो बोन्ड नै सोचेको भन्दा छोटो हुनु भनेको नै यसलाई ब्रेक गर्नु त अलिकति साह्रो पर्छ अनि जब यो बोन्डै ब्रेक गर्नु साह्रो पर्छ भनेपछि न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन त हुन्छ भनेर नसोच्दा फेरि पनि हुन्छ नि त हैन नानी दैट इज व्हाई दिस इज द थर्ड फ्याक्टर कि हेलो एरेन्जमा जो पनि कार्बन छ अल्फा कार्बन दैट इज sp2 हाइब्रिडाइज्ड ड्यू टु व्हिच इट्स s क्यारेक्टर इज अलिक ज्यादा नै हुन्छ दिमाग नानी हो s क्यारेक्टर इज मोर नानी हो अनि सिन्स s क्यारेक्टर इज मोर इट विल बी मोर इलेक्ट्रोनेगेटिभ मेकिङ दिस कार्बन एन्ड हेलोजिन बोन्ड शर्टर
and due to this the bond यो कार्बन र हेलोजनको bond ब्रेकै हुँदैन अनि जब ब्रेकै हुँदैन भने it becomes really difficult to perform nucleophilic substitution reaction in haloarenes भन्ने चाहिँ these are the three major contributing factors हो नानी हो जसले चाहिँ haloarenes मा nucleophilic substitution reaction गर्नु एकदमै साह्रो पर्छ या फिर एकदमै जबरजस्ती गर्यो भने मात्रै हुन्छ भन्ने कुरा चाहिँ कन्क्लुजनमा आउनुपर्छ but as I have already told you नानी हो मैले अघिदेखि भन्दै आएको छु haloarenes मा nucleophilic substitution reaction हुँदैन कि किन हुँदैन I simply gave you 3 reasons नानी हैन अहिले भर्खर दिएको ओके तर however under drastic condition यानी कि जबरजस्ती गर्यो भने जबरजस्ती कसरी गर्छौ भन्दा टेम्परेचर र प्रेसर दुईटै बढाएर हाई टेम्परेचर एन्ड हाई प्रेसर भनेको नानी हो haloarenes will undergo NSR सो जबरजस्ती गर्यो भने चाहिँ हुन्छ इट्स नट दैट नर्मली चाहिँ हुँदैन तर जबरजस्ती गर्यो भने चाहिँ haloarenes मा पनि nucleophilic substitution reaction perform गर्न सकिन्छ नानी हो okay I'll just give you a simple example नानी हो so example right let me consider this chlorobenzene obviously this is a haloarene for you all हैन एउटा haloarene हो normally nucleophilic substitution reaction हुँदैन हैन याद छ तिमीहरुलाई that is why if this is your haloarene if you simply react this with NaOH aqueous so एउटा NaOH सँग रियाक्ट गर्यो भने के हुन्छ यो haloarene हो NaOH aqueous सँग रियाक्ट गर्यो भने guys reaction एकदमै हुँदैन it is impossible to perform this reaction but if you do the same thing with haloalkanes the reaction एकदमै आरामले हुन्छ कुनै टेम्परेचर प्रेसर बढाइराख्नु पर्दैन for example if I consider this one हामीले यो कुरा पढेको छ CSHCl मा मैले aqueous NaOH हाले भने you don't have to perform any नानी you don't have to increase the temperature or the pressure नानी हो आरामले के हुन्छ Na मा Na plus OH मा OH minus हुन्छ OH minus ले halogen लाई replace गर्छ that is why CH3OH plus NaCl आरामले बनिन्छ कुनै टेम्परेचर बढाउनु पर्छ प्रेसर बढाउनु पर्छ भन्ने कुरा नै छैन सेम हो aqueous NaOH यहाँ पनि चलाएको छु तर यो चाहिँ haloalkane हो नि त CH3Cl भनेको haloalkanes हो यो चाहिँ बेन्जिनको रिङमा क्लोरिन भनेको haloarenes हो अनि haloalkane मा त्यस्तो केही पनि गर्नु परेन आरामले रिएक्सन भयो भने यो haloarenes मा चाहिँ यो क्लोरोबेन्जिन जो haloarene हो NaOH हाल aqueous अघिको सेम हाल तर रिएक्सन हुँदैन it is not possible because haloarenes मा nucleophilic substitution reaction हुँदैन तर if you just now make the condition drastic if you increase the temperature एकदमै हाई बनाएर almost 623 Kelvin जस्तो टेम्परेचर बढायो अरे अनि प्रेसर पनि कम्तिमा पनि नानी 300 atm जस्तो प्रेसर अप्लाई गर्यो भने चाहिँ नाउ दिस इज अ भेरी हाई टेम्परेचर नानी हो अनि यो प्रेसर पनि निकै ज्यादा भयो भने चाहिँ नाउ अब चाहिँ यहाँनिर रिएक्सन जबरजस्ती अब फोर्स भयो नि त बिचारा haloarenes पनि NaOH सँग रियाक्ट गर्दा अब चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन परफर्म गर्नको लागि फोर्स भयो टेम्परेचर प्रेसर एकदमै बढायो दैट इज व्हाई अब चाहिँ रिएक्सन हुन्छ रिएक्सन कसरी हुन्छ भन्दा एकैचोटी त बनिदैन इनफ्याक्ट यहाँ NaOH मा यो H भन्ने कुरा चाहिँ प्लस अन्त Na चाहिँ NaO चाहिँ O चाहिँ माइनस हुन्छ नानी हो सो बेसिकली दिस NaO माइनस नि NaO माइनसले चाहिँ दिस विल रिप्लेस हेलोजन फ्रम हियर अनि निकालेर के गर्छ भन्दा फेरि चाहिँ अल्टिमेटली एकैचोटी प्रोडक्ट बनिदैन गाइस सो यो भयो सो हु इज रिप्लेसिङ दिस क्लोरिन भन्दा फेरि चाहिँ O अन्त O को अगाडि Na छ र ONA भयो यहाँ चाहिँ So this chlorine is being replaced by ONA and the यहाँ भएको H र त्यो Cl पनि निस्किन so HCl भनेर निस्क्यो एउटा सो म HCl अहिले राखेको लेखेको छु न यहाँ नलेखेको छु ल तर यो बनिन्छ पहिला but this is not the final product guys benzene को रिङमा ONA भनेको चाहिँ अनि Na is a metal if it is attached with oxygen you must always be writing a plus charge over here and oxygen will be bearing a negative charge जहिले पनि यही हो Na मा प्लस चार्ज हुन्छ अक्सिजनमा माइनस चार्ज हुन्छ अनि यसलाई चाहिँ केमिस्ट्रीमा के भन्छ भन्दा इट इज नोन एज सोडियम बेन्जिनको रिङमा अक्सिजन छ र सोडियम फिनोअक्साइड भन्छ बेन्जिनको रिङलाई अघि भने नि मैले फिनाइल भनेको थिएँ नि हैन दैट इज व्हाई सोडियम फिनोअक्साइड सोडियम फिनोअक्साइड भन्छ यसलाई चाहिँ ओके अन्त यो सोडियम फिनोअक्साइड इट्स क्वाइट अनस्टेबल because it has a charge over there हैन यहाँ ONA मा चार्ज छ नि त हैन ONA मा चार्ज छ चार्ज भएको कुरा चाहिँ त्यति सारो केमिस्ट्रीमा स्टेबल हुँदैन दैट इज व्हाई अब यहाँ ONA त भयो यहाँबाट H र Cl निस्केछ नि
त्यो HCl सँग इट अगेन कम्बाइन्स टुगेदर है HCl सँग अझै फर्दर रिएक्सन हुन्छ भनेको जस्तै हो अनि HCl सँग रिएक्ट गर्दा चाहिँ यसले अल्टिमेटली के गर्छ यो H ले चाहिँ Na लाई रिप्लेस गर्छ अनि H ले Na लाई रिप्लेस गरेपछि OH अनि दिस विल बी योर बेन्जिन रिङ नानी हो सो दिस टाइप अफ रिएक्सन विल अकर and this is ultimately यो त क्लोरोबेन्जिन थियो अन्त यहाँ के बन्यो बेन्जिनको रिङको माथि टपमा OH भनेको नै दिस इज फिनोल फर यु अल नानी सो यसरी चाहिँ फिनोल बनिन्छ यु क्यान स्टिल राइट द बाइ प्रोडक्ट यहाँ Na र यहाँनिर Cl छ भने द्याट NaCl विल बी अ बाइ प्रोडक्ट ओभर देयर नानी सो यसरी चाहिँ एउटा हेलो एरेन्जमा पनि नर्मली त यो रिएक्सन पोसिबल छैन बट इफ यु आर मेकिङ दिस कन्डिसन ड्रास्टिक बाई इन्क्रिजिङ बोथ द टेम्परेचर एन्ड प्रेसर त्यति बेला चाहिँ यो रिएक्सन भएर अल्टिमेटली एन्ड फाइनली फिनोल भन्ने बनिन्छ यो कुरा क्लियरली याद हुनुपर्छ ओके अब यो हेलो एरेन्जमा नर्मली चाहिँ न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुँदैन तर यसरी जबरजस्ती गर्यो भने चाहिँ हुन्छ हैन आई जस्ट गिभ यु द एक्जाम्पल जहाँबाट क्लोरोबेन्जिनबाट फाइनली फिनोल बन्यो ओके बट स्टिल द अनदर पोइन्ट दैट यु हैव टु रिमेम्बर चाहिँ के भने प्रेजेन्स अफ इलेक्ट्रोन विथड्रॉइङ ग्रुप चाहिँ लाइक NO2 एउटा NO2 चाहिँ एउटा इलेक्ट्रोन विथड्रॉइङ ग्रुप हो एट ऑर्थो एन्ड पैरा पोजिशन्स अफ हेलो एरिन मेक्स इट मोर रिएक्टिभ टुवर्ड्स NSR भन्नु चाहेको चाहिँ इफ यु कन्सिडर हेलो एरिन नानी हो सो दिस इज योर हेलो एरिन अघिकै हो क्लोरोबेन्जिन हो ओके अन्त यो क्लोरोबेन्जिनको अर्थो एन्ड प्यारा पोजिसन्समा अब अर्थो त यु गाइज नो अर्थो भनेको यो दुईटा यता र यताको यो दुईटा चाहिँ मेटा भन्छ अपोजिट चाहिँ प्यारा भन्छ अगर यो हेलो एरिन्सको चाहिँ अर्थोमा भन या प्यारामा भन या दुईटामै भयो भने पनि डजन्ट म्याटर्स तर अर्थो र प्यारामा चाहिँ कुन चाहिँ भन्दा चाहिँ अगर NO2 भन्ने इलेक्ट्रोन विथड्रॉइङ ग्रुप अट्याच भएको छ भने चाहिँ अब यसलाई पनि कोसँग रिएक्ट गर भन्दा लु NaOH सँग नै रिएक्ट गर एक्वसँग नै रिएक्ट गर तर यसरी रिएक्सन गर्यो भने रिएक्सन हुँदैन नर्मली त तर तिमीले अघिको जतिको टेम्परेचर एन्ड प्रेसर पनि बढाउनु पर्दैन किनभने यो प्रेजेन्स अफ इलेक्ट्रोन विथड्रॉइङ ग्रुप NO2 हरु हेलो एरिनको अर्थो र प्यारामा इलेक्ट्रोन विथड्रॉइङ ग्रुप अट्याच भएको छ भने यो न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन प्रति मोर रिएक्टिभ हुन्छ भनेको नै अब तिमीहरूले अघिको जस्तो टेम्परेचर बढाउनु पर्दैन अब यहाँ टेम्परेचर 413 केल्भिन जस्तो टेम्परेचरले पनि चलिहाल्छ अघि त एकदमै हामीले कति बनाएको थियौं टेम्परेचर 623 बनाएको थियौं नि त हैन क्लोरोबेन्जिन मात्रै छ भने तर नाइट्रो ग्रुपहरु छ भने त्यत्रो टेम्परेचर पर्दैन 413 केल्भिन जस्तो मात्रै टेम्परेचर लेख्दा फेरि पनि भइहाल्छ अनि यहाँनिर प्रेसरको पनि मेन्सन हुँदैन प्रेसर पनि अलिकति कम्ती नै लाग्छ भन्नु चाहेको नै सो 413 केल्भिनले पनि अल्टिमेट फाइनल रिएक्सन गर्छु म अल्टिमेटली के हुन्छ OH को जग्गामा HCl को जग्गामा OH आउँछ अनि यो हुन्छ यो त जे छ त्यही बस्छ अनि यो मुनिको कुरा चेन्जेस हुँदैन तर यो प्रोडक्ट चाहिँ यसरी फाइनली बनिन्छ दुईटा स्टेपमा गर्दा पनि हुन्थ्यो तर मैले एकैचोटी गरिदिए तर यहाँबाट नै क्लियरली बुझ्नु पर्छ कि हेलो एरेन्जको यो अर्थोमा या प्यारामा चाहिँ NO2 हरु जस्तो इलेक्ट्रोन विथड्रॉइङ ग्रुप छ भने इट विल बी मोर रिएक्टिभ टुवर्ड्स न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन व्हिच वी क्यान इजिली से बाइ नोटिसिङ द टेम्परेचर ओभर हियर जो धेरै कम्ती छ अघि भन्दा टेम्परेचर कम्ती लाग्नु भनेको नै मच मोर रिएक्टिभ भनेको हो नि त ओके न अन्त यसरी नै अझ अर्थोमा त भइहाल्यो यो मेच प्यारामा भयो अर्थोमा पनि छ रे तब अझै मोर रिएक्टिभ हुन्छ दुईटै अर्थो एउटा प्यारामा पनि छ भने अझै झन् मोस्ट रिएक्टिभ हुन्छ टुवर्ड्स NSR यहाँ हेर त यो हेलो एरिन नै हो यो बेन्जिनको रिङमा क्लोरिन क्लोरोबेन्जिन तर दुईटै अर्थोमा पनि NO2 तल प्यारामा पनि NO2 छ भने त अब त झन् यति सारो रिएक्टिभ भयो कि NaOH पनि चाहिँदैन हाइड्रोलाइसिस भनेको पानी र अलिकति एसिड र पानीको अलिकति मिक्सचर मात्रै हालिदेऊ अनि हिटिङ गरिदेऊ त जेवम पानीमा वाटर भनेको H र OH त हुन्छ नि त अनि यहाँ पानीमा भएको OH ले क्लोरिनलाई रिप्लेस गरेर माथि OH आइहाल्छ अनि यो जे छ त्यही हो नानी हो अन्त यहाँनिर के हुन्छ NO2 यहाँनिर पनि NO2 अन्त यहाँ त obviously NO2 छ यस्तो प्रकारले प्रोडक्ट बनिन्छ नानी हो ओके सो यो अझै मोर रिएक्टिभ भनेको टेम्परेचर त मैले बढाइन अलिअलि मात्रै हिटिङ गरे यति हुनुपर्छ भने पनि स्पेसिफिकली पर्दैन किनभने हेलो एरिनको अर्थो प्यारा सबैमा नै NO2 ग्रुप छ इलेक्ट्रोन विथड्रॉइङ ग्रुप छ भने एक्सेसिभली रिएक्टिभ टुवर्ड्स न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन भएको हो जसले गर्दा यो प्रोडक्ट बनिन्छ अनि यो फिनोल भयो
फिनोलको दुईटै अर्थोमा अनि एउटा प्यारामा NO2 भन्ने ग्रुप छ भने यो यसको नाम याद हुनुपर्ने थियो तिमीहरूलाई नानी हो द नेम अफ दिस प्रोडक्ट इज पिक्रिक एसिड भन्छ हामी केमिस्ट्रीमा नानी हो सो दिस इज पिक्रिक एसिड फर यु अल ओके तर अब यो कुरा आयो नि त हेलोएरिन नर्मली भेरी लेस रिएक्टिभ टुवर्ड्स NSR हो कि होइन तर यही हेलोएरिनको चाहिँ अर्थो र प्यारातिर NO2 इलेक्ट्रोन विथड्रइङ ग्रुप छ भने चाहिँ किन मोर रिएक्टिभ टुवर्ड्स न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन भन्ने कुरा आयो नि होइन सो अब यसको रिजन चाहिँ के हो किन NO2हरू हुँदा या इलेक्ट्रोन विथड्रइङ ग्रुप हुँदाखेरि चाहिँ किन चाहिँ मोर रिएक्टिभ टुवर्ड्स न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन भएको यु गाइज ह्याभ टु कन्सिडर द रिजन अल्सो न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हेलोएरिनमा मैले भनिहालेँ अगर यसको नानी अर्थो या प्यारातिर चाहिँ NO2 भन्ने ग्रुप छ अरे नाइट्रो ग्रुप छ भने चाहिँ इट विल बी मोर रिएक्टिभ टुवर्ड्स NSR न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन होइन यो हेलोएरिन चाहिँ मोर रिएक्टिभ टुवर्ड्स न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन किन अब रिजन दिनुको लागि चाहिँ म यहाँनिर नक्सा बनाउँदैछु ल पुरा रेजोनेन्स नै गर्नुपर्छ पुरा देखाउनुपर्छ मैले यहाँ एउटामा मात्रै NO2 लेखेँ ल यो मैले अर्थोमा पनि लेख्न सक्थेँ दुई चाहिँ अर्थोमा एउटा प्यारामा जता गर्दा पनि हुन्थ्यो बट रिजन चाहिँ सबैको लागि सेम हुन्छ पुरा बुझ्नुसँग मतलब छ ओके राम्रो यसको रेजोनेन्स बुझ है के हुन्छ भन्दा यो एउटा हेलोएरिन भयो अब यसलाई मैले एउटा न्युक्लियोफाइल हुन त जे पनि हुन सक्छ तर अब हामीले अघि योभन्दा अगाडिको रिएक्सनमा पनि न्युक्लियोफाइल चाहिँ अब OH माइनसलाई कन्सिडर गरेको थियौँ अब यो OH माइनसले यो कार्बनलाई अट्याक गरे रे यो कार्बनलाई अट्याक गरे रे जुन चाहिँ कार्बनमा हेलोजिन छ त्यो कार्बनलाई अट्याक गरे रे जस्तो OH माइनसले अट्याक गर्छ यो डबल बोन्ड भागेर यता जान्छ किनभने नेगेटिभ चार्जै आउँदैछ डबल बोन्ड भनेको पनि नेगेटिभ चार्ज जस्तै हो अलिकति इलेक्ट्रोन बेसी हुन्छ सो यो भाग्छ भागेर अपोजिट यो कुनामा पुग्यो भनेको जस्तै हो नि त द्याट इज वाइ अब रेजोनेन्स कस्तो हुन्छ भन्दाखेरि इट विल बी लाइक दिस राम्रो सुन यहाँ त क्लोरिन छ अन्त यसले यहाँ अट्याक गर्नु भनेको यहाँ OH ले यहाँ बोन्ड बनायो तर यो बोन्ड यहाँ भाग्नु भनेको नै इट विल बी बियरिङ अ नेगेटिभ चार्ज ओभर हियर यो जतापट्टि भाग्दैछ त्यहाँनिर नेगेटिभ चार्ज हुन्छ अनि यहाँ र यहाँ कुनै पनि मुभमेन्ट छैन अनि यहाँनिर NO2 छ सो दिस इज द फर्स्ट स्टेप अफ द तिमीहरूको रेजोनेन्स ओके सेकेन्ड स्टेजमा के हुन्छ यो नेगेटिभ चार्ज आउँछ यहाँ अन्त यो नेगेटिभ चार्ज आउँछ यहाँनिर भाग्छ किनभने यो नेगेटिभ चार्ज यहाँ डबल बोन्ड बनाउँछ तर यता डबल त हुन सक्दैन द्याट इज यो नेगेटिभ चार्ज यहाँ आएपछि यो भाग्छ भागेपछि कता गयो त्यो नेगेटिभ चार्ज भन्दाखेरि चाहिँ अब त्यो भागेर चाहिँ यता आउँछ है सो दिस इज OH दिस इज Cl यो नेगेटिभ चार्ज यहाँ आउनु भनेको यहाँ डबल बोन्ड हुन्छ अनि यो भागेर यहाँ जानु भनेको अब यहाँनिर चाहिँ नेगेटिभ चार्ज हुन्छ अनि यहाँ त डबल बोन्ड छँदैछ यहाँनिर NO2 हुन्छ इनफ्याक्ट यहाँ NO2 लाई पनि अलिकति इलाबोरेट गर्छु ल NO2 भनेको यस्तो हुन्छ एकपट्टि डबल बोन्ड एकपट्टि सिंगल बोन्ड नाउ व्हाट विल ह्यापन भन्दाखेरि अब यो कार्बन जहाँनिर नेगेटिभ चार्ज छ भने है यो कार्बन प्यारामा यो प्यारा पोजिसनमा जुन चाहिँ प्यारा पोजिसनमा कार्बन छ त्यसमा नेगेटिभ चार्ज यसरी रेजोनेन्स हुँदै गर्दाखेरि नेगेटिभ चार्ज त्यो प्यारा पोजिसनमा आइपुग्छ अनि यो प्यारा पोजिसनमा नेगेटिभ चार्ज आउनु भनेको नै यो यहाँ गएर यो बाहिर गयो भने यहाँ रेजोनेन्सलाई के गर्यो यसले भन्दा त यो NO2 भन्ने कुराले चाहिँ नेगेटिभ चार्जको रेजोनेन्सलाई इन्हेन्स गर्दैछ नि त सपोर्ट गर्दैछ हो कि होइन भन्दा अनि रेजोनेन्सलाई नै इन्हेन्स गर्नु नेगेटिभ चार्ज नै रेजोनेन्स भएर इन्हेन्स हुनु भनेको नै के हुन्छ भन्दाखेरि चाहिँ यसले गर्दाखेरि चाहिँ यो न्युक्लियोफाइलले कार्बनलाई अट्याक गर्नु चाहिँ सजिलो हुन्छ किनभने NO2 भन्ने ग्रुपहरूले चाहिँ जब अर्थोमा हुन्छ अर्थोमा हुँदा पनि त्यही हो अर्थोमा हुँदा पनि त्यही हो या प्यारामा हुँदाखेरि पनि नेगेटिभ चार्ज चाहिँ यसले रेजोनेन्समा पार्टिसिपेट गराउँछ नि त NO2 भन्ने ग्रुपले रेजोनेन्समा पार्टिसिपेट गराउँछ देयर बाई मेकिङ दिस बेन्जिन रिङ मोर रिएक्टिभ टुवर्ड्स नानी न्युक्लियोफिलिक अट्याक भन्ने कुराहरू आउँछ नानी हो ओके अन्त यो नेगेटिभ चार्ज यता पनि जान्छ तर साइमल्टेनियसली यतापट्टि पनि जानु सक्छ के छैन यो यहाँ गयो अरे अन्त यो यतापट्टि गयो भने अनादर रेजोनेटिङ स्ट्रक्चर कस्तो हुन्छ भन्दाखेरि चाहिँ इट विल बी लाइक दिस यहाँ OH छ यहाँ Cl छ अन्त यहाँ त अलरेडी छ यो नेगेटिभ चार्ज यहाँ जानु भनेको यहाँ डबल बोन्ड भयो अनि यो भाग्नु भनेको यहाँ नेगेटिभ चार्ज आउँछ सो यहाँ त अलरेडी NO2 छ तिमीहरूको तल पनि रेजोनेन्स हुन सक्थ्यो मैले फरवर्ड लगेँ अनि लास्टमा के हुन्छ यो नेगेटिभ चार्ज चाहिँ यहाँ आएर डबल बोन्ड बनायो भने हेलोजिन बङ्गै निस्किन्छ एज अ रिजल्ट के भयो भन्दाखेरि माथि OH मात्रै बाँच्यो यो ठिकै छ तिमीहरूको अन्त यहाँनिर NO2 भन्ने ग्रुप भयो नि त
यस्तो भयो नि त सो अल्टिमेटली यहाँबाट सुरु गरेको यो बनिनु भनेको नै हेर त Cl को जग्गामा फाइनली OH भन्ने कुरा आयो कि आएन नानी भयो त एन्ड इट इज ओन्ली एन्ड ओन्ली पोसिबल किनभने जब पनि न्युक्लियोफाइलले हेलो एरेन्जलाई अट्याक गर्दै थियो त्यति बेला चाहिँ यो अर्थो भन्ने पोजिसनमा बन या प्यारा भन्ने पोजिसनमा यहाँ पनि यहाँ पोजिसनमा भने दुई चाहिँ अर्थोमा नेगेटिभ प्यारामा पनि नेगेटिभ चार्ज डेभलप हुन्छ अनि त्यहाँ भएको नेगेटिभ चार्जलाई चाहिँ NO2 नाइट्रो भन्ने कुराले चाहिँ के गर्छ नानी भयो त अझै रेजोनेन्समा पार्टिसिपेट गराउनु भनेको नै के भयो यो जति पनि रेजोनेटिङ स्ट्रक्चरहरू एकदमै स्टेबल भयो अनि जब रेजोनेटिङ स्ट्रक्चर नै स्टेबल हुन्छ भनेको कता न कता गएर OH माइनसले यसलाई सजिलोसँगले नै अट्याक गर्छ thereby making this nucleophilic substitution reaction much easier भन्ने कुरा हो नि त ओके सो यसको थ्योरी म ठ्याक्क यहाँ मुनि लेखाइदिन्छु तर रेजोनेन्स चाहिँ यसरी नै गर्नुपर्छ ओके आई क्यान इभन पुट नानी NO2 ओभर हियर अल्सो यहाँ पनि लाउँदा पनि हुन्थ्यो सो यहाँनिर माइनस छ भने यहाँनिर पनि NO2 हुन्थ्यो तिम्रो अन्त यहाँ NO2 छ भने मैले पुरा नक्सा बनाएँ यो पनि रेजोनेन्समा पार्टिसिपेट गर्थ्यो यहाँ पनि पार्टिसिपेट गर्थ्यो भनेको नै जति बेसी रेजोनेन्समा NO2 भन्ने कुराले जति ज्यादा रेजोनेन्सलाई इन्हान्स गर्छ त्यति नै यो रेजोनेटिङ स्ट्रक्चर भेरी भेरी स्टेबल हुन्छ रेजोनेटिङ स्ट्रक्चर स्टेबल हुनु भनेको नै न्युक्लियोफाइलले जहिले पनि अट्याक नै गर्नु प्रेफर गर्छ एज अ रिजल्ट मेकिङ दिस न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन मच मोर इजियर भन्ने कुरा आएको इफ यु आर आस्क्ड अबाउट द रिजन नानी हो किन presence of NO2 group at ortho and para positions of haloarine makes it more reactive towards NSR भनेर सपोज क्वेसन आयो भने चाहिँ यसरी एन्सर लेख्ने किनभने presence of NO2 group at ortho and para position चाहिँ के हुन्छ भन्दा चाहिँ they simply stabilizes the carb anion नेगेटिभ चार्ज डेभलप भयो नि त हैन जब अट्याक गरेपछि नेगेटिभ चार्ज डेभलप भयो अनि त्यो नेगेटिभ चार्जलाई चाहिँ कार्ब एनायन भन्छ त्यसलाई चाहिँ के भन्छ गर्छ भन्दा चाहिँ त्यसलाई स्टेबलाइज गर्छ कसरी स्टेबलाइज गर्छ भन्दा ड्यू टु रेजोनेन्स अनि त्यसै कारण चाहिँ यसले चाहिँ न्युक्लियोफाइलले अट्याक गर्नु फेसिलिटेट गर्छ भनेको नै मच मोर इजियर हुन्छ न्युक्लियोफाइलले अट्याक गर्नु अनि अट्याक गर्नु सजिलो हुनु भनेको नै न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन पनि सजिलोसँगले हुन्छ भन्ने कुरा हो ओके सो दिस इज द अल्टिमेट थ्योरी रिगार्डिङ नानी किन हेलोएरिन्समा न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुँदैन या भयो भने पनि किन जबरजस्ती गर्दा मात्रै हुन्छ सिम्पली तीनवटा रिजन्स दिएको थिए तर प्रेजेन्स अफ NO2 ग्रुपहरु विथड्रइङ ग्रुप छ भने चाहिँ मोर रिएक्टिभ हुन्छ अनि किन हुन्छ दिस इज द कम्प्लिट एन्सर नानी हो ओके सो इन माई अनदर भिडियो आई विल बी जस्ट मुभिङ अन नानी विथ दिस टपिक नानी तर आजको लागि दिस मच ओके